बिस्तारामा अरू सबै निदाउँछन्, आफूलाई छटपटी लाग्थ्यो। न पैसा छ, न जग्गा दिने नाममा छ, कस्तो जिन्दगी ल्याइयो छ यार। भगवान्ले पनि कस्तो गराइदिए यार, कमाउँदा कमाउँदा पनि हुन्न। अहिले म 5 किलो बढेको छु लालपुर्जा आएबाट। ओइटीबाट पनि बढेको छु, इज्जतबाट पनि बढेको छु, त सबैबाट बढ्यो त। खाइस तैँले देउखुरी खाइस भन्छन्, होइन खाएको होइन, मलाई सरकारले दिए। हामी जस दिन हामी मालपोत कार्यालयबाट आयौँ त्यस दिन बडो खुसी भएको थियो हेर्नुहोस्, सब खुसी भएर आयो। मनमा पनि चिन्ता थियो हामीलाई नहुने कुरा होइन, झिकझिक जस्तो लाग्ने, समाजमा बसेर पनि तल्लो स्तरमा रहने जस्तो कुरा मात्रै जानेर त भएन क्या। बस्न त बस्यौँ, सरकारले आँटे लिन पनि सक्छ र हामीलाई कहाँ खेद्थ्यो त्यो थाहा छैन, त्यति सोच्थ्यौँ हामी। अहिले त हामीलाई कस्तो लागेको छ हेर्नुहोस्, अब भनौँ के भनौँ, त्यत्तिकै खुसी छौँ हामी। भित्र मन खुसी भए त भइगयो, बाहिर के चाहियो। हामी त छर्लङ्गै छौँ हामी। यो त इज्जतको सवाल रहेछ कि हेर्नुहोस्, इज्जत अब केही नभएला इज्जत छैन यो शर्तमा, जहाँ पनि जानुहोस्। यो हरिबुङ्गा भन्छन् हेर्नुहोस्, अलि त एकट्ठा पनि नाममा भइदियो भने त छ त मेरो के। अब 5,000 कसैले साबरी हाल्दा घरवास त छ, ल देल 10,000 देल यार भन्ने त भयो एउटा कुरो। न त्यही पनि थिएन त, इन त्रिपालवाला हुन् भन्ने जस्तो पनि थियो हेर्नुहोस्। म अब जहाँ जानुपर्छ, अब नापी शाखामा जानुपर्ने हो कि अथवा डाङ जानुपर्ने, कुल्लामै जानुपर्ने हो, कसलाई भेट्नुपर्ने, त्यसपछि कागजातहरू के हामीले दिनुपर्ने, अब सबै एकदमै मैले खबर पाउने बित्तिकै त्यो ठाउँमा जाने, मैले गर्नुपर्ने काम गरेर तत्कालै पठाइदिने पनि गरेँ। त्यही हिसाबले पनि मेरो वडामा अहिले गढवा गाउँपालिकामै भनौँ न त, मेरो वडामा 9 जनाले अहिले जग्गाधनी परमपूर्जा पाउनु भएको छ। हामी 5 भाइ छौँ, 5 भाइको घर हाल्ने ठाउँ छैन कि। सिमला लगेर गयौँ बुढीलाई, 4 वर्ष बसेँ हेर्नुहोस्। 4 वर्ष बसेर हेर्नुहोस् एउटा रुपियाँ कमाउन सकिनँ। यहाँ घर ससुराले आइजाऊ, तिम्रो सक्दैनौ आइजाऊ भनेपछि यहाँ आयौँ। बड्डाको पनि झुप्रियो घर थियो पहिला, ती बस्यौँ। मलाई त शर्मा लाग्ने, अब अर्काको घरमा बसिसकेपछि। अब ससुराबाले भन्नु, भान्जा यो भएन, तपाईँलाई मेरो जग्गाको आसपासमा एउटा माथि अहिले जग्गा जस्तो छ, ती झुप्रो बनाउनुहोस्। उता बुढानेहरूको जग्गा पनि छ, त्यो लैजानुहोस्, फरसरमा किन्नुहोस्, यहीँ बनाउनुहोस् एउटा झुप्रो। हुन्छ भनेर सानो ढोका गरायौँ भनौँ, ढोका गरायौँ। झुप्रो सानो थियो। अब जान गर्भवस्थी भयो, जान अब भुँडी ठुलो भयो, त्यो ढोकाबाट छिर्न नसक्ने के, तिर्छ भएर छिर्नु पर्छ। त्यस्तो अवस्था पनि थियो हेर्नुहोस्। 3 भाइ छोरा भए, 3 भाइ छोरा भएपछि तिनीहरूलाई यहीँ स्कुल पढ्ने, अब बस्ने, 1-2टा बाख्रा पाल्ने। बुढीले म सिमला गइहाल्थेँ। त्यस्तोले जीवन धगल्यो हेर्नुहोस्। अब ससुरा अब यहाँको महादेवा, कोठरी, रतनपुर, 3 गाउँको यो भाँडा पिट्ने हो। त्यहीमा म पनि अलि लागि मिलेर गरेँ, मैले काम गरेँ, सिकेँ भनौँ। अब त्यहीँबाट नै सुरुवात भयो, गरेँ पनि मैले। सिक्यो भने पनि राम्रो छ सर, मलाई 2-4 पैसा आउने ठाउँ पनि भइहाल्छ, रोजीरोटी चल्याएको छ भने। कति पर्छ एउटालाई? ट्याक्कै हो 500 हो। ट्याक्कै त्यही 500? यसको घट बढाएको छैन। अब यसको हामीले एउटा खुर्पा गऱ्यौँ भने 1000 को जान्छ त। बनाइदिनु होला। कहिले आउने हो? भोलि। तपाईँको दिनभरि एउटा हास्य गराउनुहुन्छ भने पनि अब एउटा हास्य 250-300 त जान्छ पक्कै। एउटै मात्र त दिनभरि बनाउन होला, 5 र 6वटा बनाइदिन्छ। लोग्ने सास्ने आरामले पालिदिन्छ, तागत हुनु पऱ्यो। उहाँ चाहिँ पुस्तौँदेखि भूमिहीनताको अवस्थामा बसिरहेको, त्यस कारणले चाहिँ विभिन्न सेवा सुविधा होइन, एउटा चाहिँ डिग्निटीबाट पनि डिप्राइभेसनमा बसिरहेको अवस्थाबाट चाहिँ उहाँहरू एउटा चाहिँ जग्गाको स्वामित्व भएको व्यक्ति अथवा जग्गा धनीको रूपमा चाहिँ आफूलाई त्यो स्ट्याटसमा ल्याउन सफल हुनुभएको छ। भोलि चाहिँ यो जग्गा चाहिँ गुमाउने अवस्था नआओस् भनेर हामीले चाहिँ
आय आर्जनको कार्यक्रमलाई पनि जोड्दैछौँ। सँगै चाहिँ हामी चाहिँ यो वन नजिकै छ, वनमा आधारित चाहिँ कृषि वनका कार्यक्रमहरू चाहिँ गर्न सक्यौँ भने हामी चाहिँ वन कार्यालयसँग पनि समन्वय गर्दैछौँ, स्थानीय तहसँग पनि समन्वय गर्दैछौँ। पालिकासँग चाहिँ हामी चाहिँ यो करार खेती, भूमिहीनका लागि करार खेती कार्यक्रम गर्दैछौँ। यो जलवायु मैत्री कृषि कार्यक्रम छ, त्यो अन्तर्गत हामी चाहिँ उहाँहरूले व्यावसायिक रूपमा तरकारी खेतीहरूसँग चाहिँ जोडेर उहाँहरूको जीविकोपार्जन सुधार ल्याउने चाहिँ कार्यक्रमहरू चाहिँ हामी गर्छौँ। बाटो लगाउनु त हित हो, बहुत हिँड्नुभयो यहाँ त, कति हिँड्नुभयो थाहै छैन बिचरा। हाम्रो लागि त यहाँहरूले धेरै गर्नुभयो, सङ्घर्ष धेरै गर्नुभयो। र अहिले हामीलाई यो मलाई 3 कट्टा 15 धुर छ, अरे नाममा जग्गा त भयो, त्यही खुसी लाग्छ मलाई हेर्नुहोस्। अब छोराहरू त ढुक्क भयो क्या, यसमा सान छ, 2-4 कट्टा भयो भने आफ्नो नाममा छ नि, इज्जत भयो कि न त्यो मान्छेको। जुन सरकार आए पनि चाहे जे आए पनि हामी जस्ता गरिबले पाए हुन्छ। मैले त देखाए पनि थिइनँ सर लाल पूर्जा कस्तो हुन्छ के हुन्छ, हामीले त्यो कागजै लाल पूर्जा यस्तो हुन्छ भन्ने थाहा थिएन त हामीलाई। जति पनि हामीले पाएको व्यक्ति छ देखेका थिएन, बाउको भए पो देख्थ्यो त, अर्का हेरेर जानु भएन, दिन्न हेर्न। अब यहाँ जति पनि हामी 8-9 जनाले पाएछन्, अब त्यो बढ्दो पैसा राखौँ न हामीले त्यतिको त्यो त्यस्तै राखेका छौँ, देखाउनु मन त्यस्तो।